हजुरहरूलाई नारायण और नमस्कार छ। मेरो नाम पण्डित कृष्ण प्रसाद पन्थी। अहिले हामी रेसुङ्गा तपोभूमि क्षेत्रमा छौँ र रेसुङ्गा तपोभूमि ऋष्य शृङ्गी आश्रम रेसुङ्गा तपोभूमि बनेको छ। हिजो हाम्रो सत्य त्रेता द्वापर कली अनुसार त्रेता युगदेखि चाहिँ यसको विशेष महत्त्व बताइएको र त्रेता युगमै एउटा ऋष्य शृङ्गी नामका ऋषिले यहाँ तपस्या गर्नुभएको र ऋष्य शृङ्गी ऋषि को रहेछ त भनेर हजुरले वाल्मीकि रामायणको बालकाण्डमा पढ्नुभयो भने हिजो त्रेता युगमा राजा दशरथलाई पुत्रहरू सन्तान नभएर यही ऋष्य शृङ्गी ऋषिलाई अयोध्या लिएर गएर आचार्य बनाएर ठुलो पुत्रेष्टि यज्ञ लगाइयो। त्यही यज्ञकै प्रभावले बल्ल राम लक्ष्मण भरत शत्रुघ्नको जन्म भएको भनेर वाल्मीकि रामायणको बालकाण्डमा उल्लेख गरिएको छ भने पछि राम र लक्ष्मण वनवासको समयमा यत्रो ठुलो तपस्या र यत्रो ठुलो गुरु गएर पुत्रेष्टि यज्ञ लगाएर हाम्रो जन्म भएको रहेछ र गुरुको दर्शन गर्नुपर्छ र गुरु कस्तो ठाउँमा बसेर तपस्या गर्नुभएको रहेछ भनेर यहाँ आउँदाखेरि यत्रो ठुलो टापु शिखरमा सबै ठिकै रहेछ। यहाँ पानीको समस्या देखेर यहाँ तलतिर राम कुण्डको उत्पत्ति स्वयं राम भगवानले धनुष्पाणले निकालेको राम कुण्ड हुनुहुन्छ। उस कुण्डको विशेषता 12 महिना नसुक्ने र श्रावणमा मूलहरू पलाउँछ त्यतिखेर पनि त्यति भरिरहन जाने त्यस्तो विशेष प्रकारको कुण्ड हुनुहुन्छ। अहिले हामी जति उचाइमा छौँ रेसुङ्गाको हाइट 2347 मिटर यसको मापन गरिएको छ समुद्री सतहबाट भने रेसुङ्गामा पहिले कलियुगका स्वामीहरू गुरुहरू पनि अर्वाचीन स्वामीहरू शशिधर स्वामी लक्ष्मीनारायण स्वामी यदुकानन्द स्वामी लगायत हजारौं योगी आएर यहाँ तपस्या गरेर सिद्धि प्राप्त गरेको र शशिधर स्वामी र लक्ष्मीनारायण स्वामी हाम्रो छिमेकी जिल्ला अर्घाखाँचीको एउटा बामरुक भन्ने गाउँमा जन्मेर र शशिधर स्वामीको जन्म 1804 मा भएको 1850 देखि 1906 सम्म यस क्षेत्रमा बसेर उहाँले कठोर योग साधना तपस्या गरेर सिद्धि प्राप्त गरेको उहाँलाई हामीले श्री श्री 108 जोस्मणी सम्प्रदायका प्रवर्तक या प्रथम गुरु भनेर चिन्ने गर्छौँ भने उहाँ एउटा मरासिनी थर बताउँछ इतिहासले। त्यसपछि अर्घाखाँचीमै जन्मेर 11 वर्षको उमेरदेखि लक्ष्मी नारायण स्वामी आएर यस क्षेत्रमा तपस्या गरेर सिद्धि प्राप्त गरेर नरसिंह अवतार लिएको ठाउँ भन्छ। नरसिंह अवतार भनेको रूप परिवर्तन गर्ने, उतिखेर बाघ बन्ने, भालु बन्ने, सर्प बन्ने, फेरि हजुरहामी जस्तै मनुष्य बन्न सक्ने त्यस्तो कठोर योग साधना तपस्या गरेर सिद्धि प्राप्त गरिसकेपछि नरसिंह अवतार लिएको अवस्थामा नेपालमा राणाकाल छँदाखेरि जङ्गबहादुर राणालाई खबर पुगेको उनले शासन गरेका अवस्थामा उनी रेसुङ्गामा एउटा नरसिंह अवतारी प्रभु छन् भनेर भेट्न प्रत्यक्ष आउनुभएको। आउँदाखेरि नरसिंह अवतारलेको रूपमा देखेपछि उहाँलाई महाप्रभुको उपाधि दिएको र उहाँकै विनम्र अनुरोधपछि यो रेसुङ्गा क्षेत्र हिजो सत्य त्रेता द्वापर कलीमा पनि गौचरण थियो, गौवीरता थियो, हजारौं गौ माताको यहाँ सेवा हुन्थ्यो र आज तिमी ती देशको प्रधानमन्त्री छौ र यो क्षेत्रलाई गौचरण गौवीरता घोषणा गर्नुपर्छ भनेपछि 18औं शताब्दीदेखि यो क्षेत्र गौचरण गौवीरतामा राखिएको छ र अहिले पनि हामीले 200 गौ माताको सेवा गरिरहेका छौँ। गौशालाहरू छ। त्यसपछि काठमाडौँको कलङ्कीमा जन्मेर यदुकानन्द स्वामी आएको उहाँको जन्म 1950 मा भएको र 1983 देखि विक्रम सम्वत 2021 सालसम्म यहीँ बसेर उहाँले पनि कठोर योग साधना तपस्या गरेर सिद्धि प्राप्त गरेको र उहाँले सिद्धि प्राप्त गरिसकेपछि हामीले तलतिर हामीले एउटा यज्ञ कुण्ड यज्ञशाला मन्दिर देख्छौँ। त्यो यज्ञशालाको जीर्णोद्धार उहाँकै पालामा गरिएको जुद्ध शमशेर राणाले शासन गरेका नेपालमा र यदुकानन्द स्वामी काठमाडौँको कलङ्कीमा जन्मेर आएर तपस्या गरेको अवस्थामै 1983 को जीर्णोद्धार गरेर त्यो मन्दिरलाई तामै तामाको छानो लगाइएको छ भने यहीँको स्थानीय तामो भनेर इतिहासमा उल्लेख गरिएको छ। तिनी मन्दिर नेपालमै अखण्ड यज्ञशाला भनिन्छ र उहाँलाई 2042 सालमा योगी नरहरिनाथ आर्य एक महिनाको कोटियोम लगाएको ठाउँ हो। 2060 सालमा पण्डित नारायण पोखरले यज्ञ लगाएर यहाँ तलतिर आश्रम बनाइदिनु भएको छ। त्यसो भएर रेसुङ्गालाई एउटा आध्यात्मिक धार्मिक र पर्यटक क्षेत्रको सङ्गम मानिन्छ। आध्यात्मिक भनेको योग ध्यान साधना गर्ने, धार्मिक भनेको मठ मन्दिरका दर्शन गर्ने, पर्यटकीय भनेको प्रकृतिसित रमाउने। अहिले फागुन चैत वैशाखमा लालीगुराँस बोल्ने, पुष माघ फागुन पुरै हिउँ परेर 3 फुट जति हिउँ खेल्ने, असोज कार्तिक मङ्सिर भ्यू हेर्ने दृश्य अवलोकन गर्ने समय भएकोले यो क्षेत्र अहिले नेपाल सरकारले नेपालकै 4 धाम मध्ये एक धाम जोडेको छ। मुक्तिनाथ क्षेत्र, पशुपति क्षेत्र, बराह क्षेत्र सुनसरीमा पर्छ भने रुरु रेसुङ्गा क्षेत्र भनिन्छ। रुरु भनेको पाउ र सिर भनेको रेसुङ्गा भनिन्छ र त्यो क्षेत्रमा आएर यहाँ स्वर्गको पनि अनुभूति गर्ने र शक्तिको पनि अनुभूति गर्नको लागि धेरै भक्तजनहरू आउनुहुन्छ। जो आउनुभएको छैन जो त्यही भिडियो हेरेर उहाँले पटक यो क्षेत्रमा आएर यसमा स्वर्गको पनि अनुभूति गर्ने र शक्तिको पनि अनुभूति गर्न विनम्र अनुरोध गर्दै धन्यवाद गर्दछु।